नमस्ते साथीहरू, सुस्वागतम हाम्रो युट्युब च्यानल रिभ्यू नेपालमा। हामीलाई प्रोत्साहन गर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला अनि घण्टी थिच्नुहोला। हाम्रो भिडियो मन परे लाइक र शेयर गरिदिनुहोला। आफ्नो मनमा भएको कुरा र सुझाव तल कमेन्ट बक्समा लेखिदिनुहोला। साथीहरू, आजको भिडियोमा हामी कुरा गर्न जाँदैछौँ प्रोज एन्ड कन्स अथवा राम्रो पक्ष र नराम्रो पक्ष लिप मोटर B10 को बारेमा। यो चाहिँ एउटा इलेक्ट्रिक भेहिकल हो, विद्युतीय कार हो र नेपालमा विद्युतीय कारहरू एकदमै अहिले प्रचलित भइरहेका छन्। र यो गाडी कस्तो छ? यो गाडी हुन त एउटा राम्रो पावरफुल मोटर, पावरफुल ब्याट्री र राम्रो रेन्ज लिएर आएको थियो। निकै नै प्रतिस्पर्धात्मक मूल्यमा आएको थियो, तर अहिले यसको मूल्य पनि बढेको छ। त्यही पनि हेर्ने हो भने चाहिँ यो गाडीमा तपाईँहरू किन्न जाँदै हुनुहुन्छ भने सायद यो भिडियोले काम गर्न सक्छ। र यो भिडियोबाट चाहिँ हामी तपाईँहरूले के भन्न जाँदैछौँ भने यो गाडीका राम्रा पक्षहरू के हुन् र नराम्रा पक्षहरू के हुन्, यसको बारेमा आज हामी कुरा गर्न जाँदैछौँ। सबैभन्दा पहिला कुरा गरौँ चाहिँ यसको पावरको। यो चाहिँ एउटा एकदमै राम्रो पक्ष हो, किनभने धेरै जस्तो गाडीहरूमा नेपालमा चाहिँ 100 किलोवाट आवरभन्दा कमको गाडी लिएर आएको छ र त्यो ट्युनिङ गरेरै मोटरलाई चाहिँ कम गरेर 100 किलोवाट आवरभन्दा कम अथवा 100 किलोवाट आवरसम्म मात्र ट्युन गरेर ल्याएको छ, जसले पावर अलिकति कम गर्छ। तर यो गाडीमा भने 160 किलोवाट आवरको मोटर दिएको छ, मोटर पावर रहेको छ। त्यही कारणले गर्दाखेरि आफ्नो मूल्यको हिसाबले हेर्ने हो भने यो गाडीको मोटर पावर अरू आफ्नो प्रतिस्पर्धीभन्दा चाहिँ लगभग 60 किलोवाट आवर बढिरहेको छ। र यसलाई पिएसमा बदल्ने हो भने 218 र हर्स पावरमा बदल्ने हो भने चाहिँ 215 हर्स पावर रहेको छ। र यसको टर्क पनि 240 Nm को रहेको छ, जुन चाहिँ एकदम राम्रो छ। र अर्को राम्रो पक्ष भनेको चाहिँ यसले 0 देखि 100 किलोमिटर प्रति घण्टाको गति चाहिँ लगभग 8 सेकेन्डमा पुरा गर्छ। र यसको टप स्पिड पनि एकदमै राम्रो रहेको छ, जुन रहेको छ 170 किलोमिटर प्रति घण्टासम्म चाहिँ यो गाडी कुद्न सक्छ। र यसको वेट डिस्ट्रिब्युसनको कुरा गर्नुपर्दाखेरि पनि अगाडि र पछाडि हेर्ने हो भने चाहिँ ठ्याक्कै 50-50 आधा चाहिँ यसको वजन चाहिँ बराबर गरेर राखिएको छ। यो चाहिँ एकदमै राम्रो पक्ष मान्न सक्छौँ हामीले। र त्यस्तै धेरै मान्छेहरूलाई उत्सुकता लाग्ने चाहिँ यसले रेन्ज कति दिन्छ, र रेन्जमा पनि एकदम अब्बल रहेको छ र एकदमै राम्रो रहेको छ। किन भन्दाखेरि यसमा चाहिँ 67.1 किलोवाट आवरको ब्याट्री दिएको छ, र जसले गर्दाखेरि चाहिँ लगभग 434 किलोमिटर चल्छ। त्यो चाहिँ WLTP भनेको छ, त्यसको मतलब 400+ दिन्छ यो गाडी। र हामीले पनि कुदाएर हेरेका थियौँ कि यसले उकालो ओह्रालो सबै गर्दाखेरि पनि लगभग 400+ दिने भनेर रेन्ज दिएकै थियो। यो चाहिँ एकदमै राम्रो रहेको छ, किनभने यसको WLTP कन्जप्सनै हामीले हेर्ने हो भने चाहिँ 17.3 किलोवाट आवर 100 किलोवाट आवरसम्मको किलोमिटर गर्दाखेरि चाहिँ जम्मा 17.3 किलोवाट आवरको यसले खर्च गरेको छ, पावर चाहिँ यसले खाएको छ भनेर देख्यो। र यसको अर्को राम्रो पक्ष भनेको चाहिँ DC फास्ट चार्जिङमा पनि लगभग 168 किलोवाट आवरसम्मको सपोर्ट गर्छ, जसले गर्दाखेरि 20 मिनट चार्ज गर्ने बित्तिकै लगभग 30 देखि 80% यो 20 मिनटमै चार्ज हुने गर्छ। र अर्को राम्रो पक्ष चाहिँ यसको 3.3 किलोवाटको AC आउटपुट पनि एडाप्टरद्वारा हामीले यसबाट विद्युतीय कारण अरूहरू पनि युज गर्न सक्छौँ। त्यो चाहिँ अब भेहिकल टु लोड भन्छ, V2L। यो चाहिँ हामीले अन्य कुनै सामग्रीहरू अथवा विद्युतीय सामानहरू चलाउनु पऱ्यो भने चाहिँ हामीले छुट्टै एउटा यो एडाप्टर किनेर चाहिँ 3.3 किलोवाट आवरसम्मको विद्युतीय क्षमताको हामीले काम गर्न सक्छौँ। र त्यस्तै अब यसको कुरा गर्नुपर्दाखेरि यसको डाइमेन्सनको कुरा गर्नुपर्दा, क्यापेसिटीहरूको कुरा गर्नुपर्दा यसको लम्बाइ 4515 रहेको छ, यसको चौडाइ 1885 mm रहेको छ। त्यस्तै यसको उचाइ भने 1655 mm रहेको छ भने यसको व्हील बेस भने 2735 mm रहेको छ। र यसमा ग्राउन्ड क्लियरेन्स भने चाहिँ 180 mm भनेर भनेको छ। अब यो सुन्दाखेरि हो राम्रो जस्तो लाग्छ, तर यसको व्हील बेस लगभग 2735 mm रहेका कारणले गर्दाखेरि 180 mm को ग्राउन्ड क्लियरेन्स चाहिँ अलिकति कुनै ठाउँमा चाहिँ हामीले ध्यान दिनुपर्ने हुन्छ। यसलाई चाहिँ हामीले नकारात्मक रूपमै राख्यौँ, किनभने अहिले हामीले हेर्ने हो भने चाहिँ EV गाडीहरूमा पनि 190 भन्दा माथिको ग्राउन्ड क्लियरेन्स भएको गाडीहरू हामीले सजिलै पाउन सकिरहेका छौँ। र यो प्राइस सेगमेन्टमा जुन मूल्य सेगमेन्ट 55 देखि 60 लाखको रहेको छ, त्यसमा चाहिँ 180 mm भनेको त ठिकै हो, तर योभन्दा बढी अझै राम्रो भएको भए चाहिँ राम्रो हुन्थ्यो। र यसको अर्को राम्रो पक्ष भनेको चाहिँ यसको बुटै 430 लिटरको रहेको छ, र यसलाई हामीले त्यो बिचको सिटहरू पल्टायो भने 1102 देखि 1700 लिटरसम्म
यसलाई चाहिँ हामीले बढाउन सक्छौँ। यो एकदमै लामो गाडी रहेको छ र यसको नराम्रो पक्ष फेरि अर्को नराम्रो पक्ष भनेको यसको फ्रङ्क हो। फ्रङ्कमा चाहिँ जम्मा 25 लिटर्स मात्र दिएको छ। अहिलेको जमानामा हेर्ने हो भने चाहिँ अलिकति लगभग 100 लिटरभन्दा माथि नै राख्ने ठाउँ जुन रहेको छ फ्रङ्कमा चाहिँ दिइरहेको हुन्छ। तर यसमा चाहिँ 25 लिटरको मात्र चाहिँ सानो एउटा केही सामानहरू चाहिँ राख्न सकिन्छ र यसमा चाहिँ ब्रेक्ड अनब्रेक्ड दुइटै गरेर टोइङ क्यापेसिटी 750 केजीसम्मको रहेको छ। अब हामीले यहाँ भिडियोमा नि देख्न सकिरहेका छौँ यसको इन्टेरियर एकदमै राम्रो रहेको छ र सबैभन्दा राम्रो चाहिँ यसको कलर रहेको छ। हामीले अब इन्टेरियरमा के छ कस्तो छ त्यो चाहिँ हामीले भन्दैनौँ, किनभनेदेखि यो तपाईँहरूले अन्य भिडियोमा र धेरै ठाउँमा देखिरहनु भएको छ। हामीले चाहिँ राम्रो पक्ष भन्छौँ। इन्टेरियरको सबैभन्दा राम्रो पक्ष यसको रङ रहेको छ, कलर रहेको छ, जुन चाहिँ अलिकति फोहोर नदेखिने टाइपको। अब जस्तै कुनै सेतो भयो त्यो भयो भने चाहिँ एकदमै ब्राइट कलर भयो भने चाहिँ चाँडै फोहोर हुने हुन्छ। तर यो गाडी भने चाहिँ एकदम ब्ल्याक पनि छैन, किनभने ब्ल्याक भयो भने कस्तो उकुस मुकुस भएको जस्तो पनि हुन्छ, त्यो पनि छैन। र यो गाडीको सबैभन्दा राम्रो भनेको स्टियरिङ पनि हो। स्टियरिङ सानो छ, चिटिक्क छ र हामीले चलाउँदाखेरि पनि एउटा स्टियरिङको चाहिँ एकदमै एउटा मोड थियो जुनमा चाहिँ कान्छे औँलाले पनि सरसर घुम्ने एकदमै सजिलो, बच्चाहरूले त्यो स्टियरिङै त्यो मजाले नै घुमाउन सक्ने जस्तो एकदम सजिलो टाइपको रहेको छ। र यसमा अर्को राम्रो पक्ष भनेको चाहिँ यसको सिट रहेको छ अगाडि र यो सिटको लेदरहरू सबै राम्रो, कुसनहरू राम्रो छ र सिटमा त्यो एसी मात्र होइन, सिटमा पनि भेन्टिलेटेड र हिटेड दुईवटै दिएको छ। र अर्को राम्रो पक्ष भनेको यसमा हुन त अहिले सबैमा छ यो आर्मरेस्ट रहेको छ र वायरलेस चार्जर रहेको छ। र अर्को राम्रो पक्ष यो हामीले चाहिँ एनइडिसी कार्डबाट पनि, एनएफसी कार्डबाट पनि हामीले मजाले चलाउन सक्छौँ। यो चाहिँ एउटा युनिक पक्ष दिएको छ यो कप होल्डर चाहिँ। तर तल दिएको छ यसलाई चाहिँ नराम्रो पक्ष जस्तो लाग्छ, किनभने केही गर्दाखेरि तलसम्म घोप्टिनुपर्छ। यो चाहिँ अलिकति नराम्रो पक्ष हो। र यसमा यो अटो डिमिङ लाइट दिएको छ, यो पनि राम्रो हो। र यसमा अर्को राम्रो पक्ष भनेको चाहिँ ठुलो एउटा के भने मुनरुफ दिएको छ, सनरुफ होइन मुनरुफ दिएको छ। र यसको पनि राम्रो नराम्रो पक्ष छ, किनभने कतिजनाले चाहिँ मुनरुफ सनरुफ मन पराउनु हुन्न। अब गर्मी महिनामा हेर्ने हो भने चाहिँ साह्रै तातेर चाहिँ क्याबिन तात्ने गर्दछ। त्यही कारणले गर्दाखेरि कतिलाई चाहिँ सनरुफ मनपर्छ, कतिलाई मुनरुफ मनपर्छ, कतिलाई चाहिँ यो दुइटै नभइदिएको भए हुन्थ्यो भनेर त्यो पनि भन्नुहुन्छ। त्यो चाहिँ आफआफ्नो अनुसार हो। र सबैभन्दा यसको नराम्रो नै भनौँ अहिले आएर, किनभने चाहिँ यो डोर ह्यान्डल जुन रहेको छ, यो फ्लस डोर ह्यान्डल चाहिँ अब चाइनामा अब प्रतिबन्धित हुँदैछ, किनभनेदेखि यसले गर्दाखेरि चाहिँ सेफ्टीको सुरक्षाको कारण देखाएर अब आउने गाडीहरूमा चाहिँ पुरानो जस्तो सजिलो तरिकाले तान्न मिल्ने ह्यान्डलहरू राखिएको छ। पछाडि पनि एसी दिएको छ, यो पनि एउटा राम्रै पक्ष भन्न सक्छौँ हामी। र अर्को राम्रो पक्ष त्यो सानो देख्नुभयो अघि तपाईँहरूले, त्यो राख्ने कुरा पछाडि पनि दिएको छ। यो चाहिँ एउटा राम्रो पक्ष रहेको छ। अब अन्य कुराहरू त तपाईँहरूले अरू भिडियोमा, अरूको भिडियोहरूमा पनि पाउनुहुन्छ, वेबसाइटहरूमा पनि पाउनुहुन्छ। अब हामीले मेन कुरा चाहिँ अब राम्रो पक्षको कुरा गर्नुपर्दा सबैभन्दा चाहिँ हाई भ्याल्यु रहेको छ, किनभने यसको हामीले मूल्यअनुसारको गाडी हेर्ने हो भने चाहिँ यसमा हिटेड भेन्टिलेटेड सिट्स दिएको छ, 12वटा स्पिकर दिएको छ र त्यस्तै 3D क्यामेरा नै दिएको छ। त्यो मूल्यमा अरूमा नि पाउँछ, तर यसमा पावर पर्फर्मेन्स हेर्ने हो भने यसको सबैभन्दा राम्रो पक्ष भनेको यसको मोटर पावर र रेन्ज रहेको छ। र त्यस्तै फास्ट चार्जिङको पनि हामीले कुरा गऱ्यौँ, स्पेसियस इन्टेरियरको पनि कुरा गऱ्यौँ र हामीले भन्यौँ कम्फर्टेबल राइड, जुन हामीले एकदमै यो स्टियरिङ चाहिँ एकदमै राम्रो छ। यो बम्प रोडहरूमा हामीले सानो तिनो जुन पिच नभएको रोडमा पनि लगेका थियौँ, त्यसमा सस्पेन्सन पनि एकदमै राम्रो रहेको छ। र यो चाहिँ एउटा गाडी एउटा फ्यामिली ओरिएन्टेड कार पनि हो, जसमा चाहिँ सेफ्टी फिचर्सहरू एडएस लेभल 2 पनि दिएको छ, एकदमै राम्रो छ। र यसमा अब गुड टेक दिएको छ, एप्सहरू रहेको छ, भित्रको स्क्रिन पनि राम्रो छ, सबै कुरा राम्रो छ। एडएस लेभल 2 पनि दिएको छ। तर अर्को एउटा नराम्रो पक्ष के भनेदेखि हामीले जब एडएस लेभल एकचोटि अफ गऱ्यो र गाडी अफ भएपछि अर्कोचोटि आउँदाखेरि फेरि हामीलाई मन नपर्ने, जस्तै लेन किपिङ असिस्ट भयो अथवा फ्रन्ट कोलिजन वार्निङ भयो, जसले गर्दा अगाडि केही आयो भने झ्याप्प ब्रेक हानिदिने, त्यसले अलिकति अत्याउँछ। त्यो चाहिँ बारम्बार हामीले टर्न अफ गरिरहनुपर्छ। एभ्री टाइम हामीले जब गाडीभित्र छिर्छौँ, स्टार्ट गर्छौँ, त्यो चाहिँ अफ गर्नुपर्छ, किनभने त्यो पहिले डिफल्ट सेसनमा गएको छ। विदेशतिर हेर्ने हो भने चाहिँ यो एउटा राम्रो सेफ्टी प्रक्रिया हो, किनभने विदेशतिर मान्छेले ट्राफिक नियमहरू पनि राम्रोसँग पालना गरेर लेनहरू पनि मजाले राखेको, सबै कुरा बाटोघाटो पनि राम्रो गर्छ। तर नेपालको लागि, विशेष गरी काठमाडौँको लागि चाहिँ यो चाहिँ नराम्रो पक्ष जस्तो लाग्छ र अलिकति दिमाग खराब भइरहने जतिखेर पनि त्यो गरिरहनु पनि यताउता भन्छ। अब त्यस्तै यसको अर्को नराम्रो पक्ष गर्नुपर्दाखेरि चाहिँ अब यसको टच स्क्रिन रहेको छ अगाडि, त्यो चाहिँ अलिकति
ठिक त ठिक छ, तर त्यसमा फिजिकल बटनहरू एउटा पनि छैन, किनभने जे जानु पऱ्यो त्यो टच स्क्रिनमै जानु पऱ्यो, जे गर्नु पऱ्यो त्यही टच स्क्रिनमै जानु पऱ्यो। एसी बढाउनु पऱ्यो टच स्क्रिन, तपाईँले के गर्नु पऱ्यो टच स्क्रिन। हुन त भोइस कन्ट्रोल छ, तर भोइस कन्ट्रोल भन्दा पनि हामीलाई फिजिकल बटन भएको भए चाहिँ एकदमै राम्रो हुन्थ्यो। त्यही कारणले गर्दाखेरि यो एउटा फिजिकल बटन चाहिँ यसमा रहेको छैन। र त्यस्तै अर्को कुरा गर्नुपर्दा इन्टेरियर मेटेरियल्समा कुनैमा चाहिँ अब अलिकति चिप फिलिङवाला टाइपको अथवा अलिकति हार्ड प्लास्टिकवालाहरू पनि प्रयोग गरेको छ, र त्यही कारणले गर्दा यो पनि नराम्रो पक्ष हो। अर्को नराम्रो पक्ष हामीले ग्राउन्ड क्लियरेन्स पनि भन्यो। अर्को नराम्रो पक्ष अब अहिले चाहिँ फेरि भाउ बढेको छ, र यसको अर्को नराम्रो पक्ष भनेको अगाडिको स्टाइल। पछाडिको त राम्रै देखिन्छ, अगाडिबाट चाहिँ कहिले राम्रो कहिले नराम्रो देखिन्छ भने यसलाई चाहिँ अब C10 को भाइ भनेर लिँदा पनि सकिन्छ। र अब यो गाडी तपाईँ किन्दै हुनुहुन्छ, यो गाडीहरूलाई तपाईँलाई एकदमै राम्रो लागेको छ भने चाहिँ तपाईँले अब मजाले किन्न सक्नुहुन्छ। हाम्रो भिडियोले तपाईँहरूलाई केही अलिकति भए पनि सहयोग गर्यो भन्ने हामीले आशा गरेका छौँ। र तपाईँ किन्दै हुनुहुन्छ नि यसको मूल्य के पर्छ, डिस्काउन्ट के छ कसो छ त्यो बुझेर आफ्नो घाँटी हेरी मात्र हात निल्नुहोला। र यसरी नै साथीहरू, हामीले यो गाडीको कुरा गर्नुपर्दा समग्रमा यो गाडी नराम्रो पक्षभन्दा पनि धेरै राम्रो पक्ष रहेको छ। र यसरी नै साथीहरू, नेपाल र नेपालीसँग सम्बन्धित कुनै पनि कुराको बारेमा जानकारी चाहनुहुन्छ भने हामीलाई तल कमेन्ट बक्समा लेख्नुहोला। नेपाल र नेपालीको भलो होस्, जय नेपाल।